मेसिन कोरियामा थोप, कोरियन भाषामा थोप भन्छ, हाम्रो भाषामा आरा भनौँ होइन। इन्जिन थोप अनि इन्जिन थोप अनि इन्जिन थोप भन्छ। यसलाई तपाईँले चाहिँ स्टार्ट गर्नको लागि बिहान यो जाडोमा, गर्मीमा चाहिँ खास पर्दैन। स्टार्ट गर्नको लागि चुक भन्छ, चुक यसरी गर्नुपर्छ। त्यसपछि यसरी चुकमाथि निकाल्ने, त्यसपछि फेरि फाइनली अब गर्ने काम सुरु गऱ्यो है। अब हाम्रो ठुल्दा हाम्रो साउले रुख धान्न सुरु गरिसक्नु भएको छ। उहाँले ढालेपछि बल्ल हामीले गेन्ने हो। त्यो भएर सुरुवातमा उहाँले ढाल्नसम्म चाहिँ हामी रेसन पाउँछौँ, तर त्यहाँ अब मुनि अलिकति सानो पार्नेहरू छ भने पार्नुपर्छ। प्रायः जस्तो साउले नै ढाल्नुहुन्छ, किनकि ढाल्ने काम अलिक डेन्जर पनि हुन्छ। अनि त्यही भएर प्रायः जस्तो उहाँले पनि ढाल्नुहुन्छ। त्यस्तै पऱ्यो भने मात्र हामीले ढाल्ने हो, नत्र पनि साउले पनि ढाल्ने हो। उहाँहरू एकदम धेरै वर्ष यो काम गर्दै आएको भएर उहाँलाई सबै थाहा हुन्छ नि, त्यो कता ढल्छ कसरी ढाल्ने भन्ने कुरा सबै अब बाजेले पनि गेन्ने सुरु भयो। अब हाम्रो काम सुरु भयो। एकछिन बाजेले गेन्दै हुनुहुन्छ। हजुरबुवा हुन त आबाजी भन्छु मैले, हजुरबुवा नै हो। लगभग 62-63 वर्ष भइसक्यो। अब यता फर्काएर फेरि यसरी कोइला यसरी मिलाउँछौँ, यसरी मिलाउँछौँ। आफ्नै स्थानले घर लाउने हो। चाहिँ लगभग 72 अङ्कको 4देखि 5 मिनटमा लगाइसक्नुपर्छ। मलाई धार लाउन सिकाउने, यो काम सिकाउने सब मेरो गुरु रन्नालिन ठेक्काजी दाजु हो। उहाँलाई म थ्याङ्क यू सो मच भन्न चाहन्छु, मलाई काम सिकाउनु भएकोमा। अहिले चाहिँ हामी त्यो ठेकेदारको काम थोरै भएर हामी छुट्टाछुट्टै गरिरहेका छौँ। फेरि पछि हामी सँगै गर्न सक्छौँ। म चाहिँ ढाडको अघि लगाइसकेको छु, तपाईँलाई देखाएको मात्र हो। अब भने म एकछिन रुख काट्नतिर लाग्छु। यसको मैले अब भने थप यहाँ राख्यो। अब फर्क्यो है, काटेको यस्तो भइसक्यो।
हिउँ परेर बिजोग छ के गर्नु काम गर्नु पर्यो हिउँ पऱ्यो नि गाह्रो छ आज नयाँ काम सुरु भएर यहाँ पार्टी हुँदैछ नयाँ कामको हाम्रो निम्सावली चराको पसलमा पार्टी हुँदैछ 그때 봉화도 안 깎은 거야? 아니요.